माई खोला आइपुग्यो। अब चाहिँ टेन्ट गाड्ने काम सुरु हुँदैछ। हाम्रो अभिषेक भाइ पुरै इन्भर्टरमा लागिरहेछ। केटाहरू त्यहाँबाट सामान ल्याउँदैछन्। यहाँ दुईजना कहाँ गयो? दाउरा खाज्नु गएको थियो। त्यहाँ रहेछ। बत्ती बालिसक्यो यहाँ केटाहरूले माई खोलामा आएर। सानीमा माई नै हाइड्रो नै नचाहिने भइसक्यो। यहाँ फेरि एकजना क्लासिकल वेमा आगो फुक्दैछ है सर। सर खोलियो यहाँ कहाँ राख्ने यही झुल राखे जस्तै हो क्या। तलबाट होला यो होइन त्यसलाई छोड्दिन, त्यो गाड्नु पर्दैन, हल्का आउट गर्नु मात्र। होइन यसलाई यसरी होला क्या हालेर। हो त भित्र हाल्ने, यसलाई भित्र बिचकोमा हाल्नु, यसरी बिचकोमा हाल्नु, भित्रकोमा हाल्नु। बाहिरको छ नि, यो बाहिरकोमा त हुक छ नि, यो हुक अनि यसरी गाड्ने नउडाओस् यसरी हुक गाड्ने होइन यहाँ गाड्नु हुँदैन। त अब कहाँ फिक्स गर्ने त फिक्स गरौँ न। यो चाहिँ ठिक हो। ल होइन अब अलिकति हार्ड ठाउँ चाहिन्छ कि। म मिलाइदिन्छु। सुन्नु न पहिला ठाउँ खोजिहाल्नु। एउटा यहाँ फिक्स गरौँ न। होइन नि ढुङ्गा त यो ढुङ्गा होइन हौ ऊ हुन्छ क्या साह्रै गिलो ऊ भयो क्या निक्लिहाल्छ क्या। होइन निस्किँदैन। यो हुकले हान्ने हो क्या। हेर्नु यो हुकले हान्छ क्या। मजाले अड्किन्छ। उल्टो भयो उल्टो। यहाँ कसम यहाँ दुईजना कहाँ हटिन्छ नि? दुईजना अनि मेरो लागि मात्रै लिएर आएको छ। यो तिम्रो हो? क्याम्प चाहिँ सेट भयो सबै है। तर मेरो जीवनमा तिमी सधैँ हुनेछौ, कहिले काहीँ रुनेछौ, कहिले काहीँ रुनेछौ।